भाउ दिन सागसब्जीको जस्तो भाउ बढेको छ भन्दा हो। फाइनली हामी चाहिँ बजारभित्र प्रवेश गरिसक्यौँ र आन्टीलाई हटा दो यो त यो खेल्ने यो ठाउँ त मेरो पो त। वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको न्यू ब्लग छ, तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ र तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु र आजको न्यू ब्लग छ। हामी चाहिँ आज बजार जान लाग्यो किनकि यसको आज चप्पल चुटेको छ र नि त, अनि यसको लागि चाहिँ नयाँ चप्पलहरु खरिद गर्नलाई जाँदैछ हैन। हल्का फुल्का हिन्दी पनि आउँदैछ है ल। अब चाहिँ हामी हैन चप्पल किन्नको लागि यो सानो भाइको लागि चप्पल चाहिँ लिन जाँदैछ हैन। हामी बजारमै भेटौँला। सो फाइनली आज चाहिँ मैले तितौरा कि फितौरा पनि पाइसकेँ हैन। मैले यसलाई टेस्ट गर्नु जाँदै तितौरा हैन, यसलाई चाहिँ अब मैले खानुपर्ने हुन्छ नि। यसमा चाहिँ के भन्छ यसलाई, तितौरालाई चाहिँ अब मैले खानुपर्ने हुन्छ। यसभित्र चाहिँ हालेको रहेछ चिनी अनि गुलियो गुलियो खोइ के हो। अब त्यसलाई चाहिँ मैले टेस्ट गर्नुपर्छ। टेस्टी छ तर मेरो चाहिँ यहाँ डिम्पल पनि बस्दिँदो रहेछ नि। कति केटीहरूले मेरो भ्लग हेर्छ होला होइन, तर पटिन चाहिँ नपटिनु ल। मैले अगाडिको भ्लगमा भनेको छ नि, म केटीहरूलाई भाउ दिन सागसब्जीको जस्तो भाउ बढेको छ भन्दा हो। अब चाहिँ हामी जाँदैछ होइन, देख्न सक्नुहुन्छ पछाडि भाइ बहिनीहरू आउँदैछ र म चाहिँ हिँड्दैछु होइन। हामी सासै बढाइदियो यार यत्रो उकालो चढेर अब चाहिँ जाँदैछ नि। मैले चाहिँ अस्ति पनि देखाएको थिएँ क्या, मेरो यहाँनिर काँक्रा छ भनेर, तर यहाँ चाहिँ काँक्रा बोटहरू यस्तो छ नि, तर यहाँ काँक्रा चाहिँ खाइदिएछ। तर यो चाहिँ ठुलो हुँदो रहेछ क्या, यो चाहिँ ठुलो हुँदैछ होइन। अब यो चाहिँ ठुलो भएपछि यसलाई चाहिँ होइन मैले छोटोसँग लाएर चाहिँ खानुपर्ने हुन्छ होइन। अरूले चाहिँ मुख गरेर हेर्छ नि, मैले चाहिँ कप्लाक पारेर गरम पारेर खानुपर्ने हुन्छ। अब चाहिँ हामी जाँदैछौँ होइन। बाटो देख्नुहुन्छ अब चाहिँ यहाँदेखि चाहिँ सिडी जान्छ नि त, त्यही भएर अब चाहिँ सिडी चढ्नु पर्ने हुन्छ। जय जगदम्बा सिमेन्ट। सो गाइस अहिले चाहिँ हामी रोडतर्फ लागिसक्यौँ होइन। रोड देख्न सक्नुहुन्छ। अब हामी रोड आइसक्यो। अब हामी एकछिन बजार पुगेर चाहिँ बजारमा हेर्न सक्नुहुनेछ। फाइनली हामी चाहिँ बजारभित्र प्रवेश गरिसक्यौँ र यिनीहरू चाहिँ तीनजना अगाडि छ, जाँदैछ होइन। अगाडि चाहिँ यिनीहरू चाहिँ औ चापुन्दे बाटो हिँड रे। यता चाहिँ राम्रो केटीहरू देख्दैछु म बजारभित्र पनि, यति राम्रो केटीहरू। अहिले चाहिँ हामी बजारभित्र पनि आइसक्यौँ होइन। बजारको माहौल चाहिँ यस्तो छ होइन, बजारको रमझम चाहिँ यस्तो रहेछ। ल है बजार कत्रो गुगुरारी हो। यता चाहिँ कुच्चोहरू पनि पाउँदो रहेछ हाम्रो। बिटिएस त्यस्तै छ त मान्छे त हकीकत। यस्तो रहेछ बजार चाहिँ। यो मान्छे त जेन्टलमेन छ त। अहिले चाहिँ हामी फेरि पनि आइबी पार्क भित्र प्रवेश गरिसक्यौँ होइन। आइबी पार्क चाहिँ यस्तो छ। यो आन्टीलाई हटा दो यो त यो खेल्ने यो ठाउँ त मेरो पो त। सो गाइस अहिले चाहिँ म आइबी पार्कमा नि आएर यहाँ कालेबुङ ठाउँमा उभिरहेको छु। यहाँ चाहिँ धेरै फन्नी धेरै मजा लाग्दो ठाउँहरू छ क्या। अनि यता चाहिँ अहिले हल्का फुल्का मान्छेहरू पनि धेरै बढिरहेको छ होइन। मान्छेहरू यस्तो छ होइन, हल्का फुल्का छ, धेरै नै मजा छ क्या। तपाईँहरू पनि आउनुहोस् होला होइन। यहाँ चाहिँ फ्री टिकट, फ्री घुम्न पाइने, रमाइलो इन्जोय लिनुहोस्। फेरि आउनुहोस्, घुम्नुहोस्। यही छ इन्जोय यहाँको चाहिँ होइन। केटी छ भने साथको केटी पनि लिएर आउनुहोस्। केही पनि गर्दैन तपाईँलाई। यहाँनिर कुनै
पुलिस पनि हुन सक्दैन। हा हा हा। यहाँ चाहिँ यस्तो छ हो। यहाँ दुईटा यहाँ तीनटा चाहिँ यहाँ बसिरहेको छ होइन। अर्को चाहिँ पर गएछ होला होइन। हामी चाहिँ खासमा बजार चाहिँ भाइको जुत्ता लिनु चप्पल लिनु गएको नि त। अनि त्यसको चाहिँ चप्पल लिनु जाँदाखेरि चप्पलको दोकान खोलेको थिएन। चप्पलको दोकान खोल्यो भने हामी ल्याइराख्ने ठाउँको चाहिँ चप्पल खुलेको थिएन। अनि त्यस कारणले चाहिँ हामीले चप्पल पनि ल्याएनौँ होइन। त्यतिकै हामी फर्किहाल्यौँ। फर्केर चाहिँ हामी होइन हल्का फुल्का यिनीहरूलाई पनि अल्छी लागिरहेको थियो नि त। अनि हामीले पनि हल्का फुल्का अल्छी लागेको टाइममा चाहिँ अब हामी पनि आइपी पार्कहरू चट्टसँग लाएर घुम्यौँ भने एक सर घुम्यौँ। अब हामी 5 मिनट बसेर हामी आइपी पार्कबाट छुटकारा लिनेछौँ। तपाईँहरू पनि भ्लग हेर्दै गर्नुहोस्, फनी लिनुहोस्, मजा लिनुहोस्। मेरो भ्लग राम्रो छ। अब हामी चाहिँ यहाँ भाइहरू खेल्दैछ नि त। अब उनीहरूलाई चाहिँ लिएर अब हामीले घर टक्कसँग लाएर जानुपर्ने हुन्छ। अनि मम्मीलाई पनि भन्नुपर्ने हुन्छ होइन उसको चप्पल छैन भनेर अब हामीले चाहिँ 20 रुपियाँ लुट्नुपर्ने हुन्छ। सो गाइस अहिले चाहिँ म यहाँ पिङ खेल्न जाँदैछु। पछाडि राम्रो केटीहरू देख्नु हुँदैछ। त्यो चाहिँ मेरो एउटा जिया भन्नु फेरि। तर म बाल चाहिँ दिनेवाला छैन। यता चाहिँ यस्तो छ आइपी पार्क डल्लै यस्तो छ। सो गाइस अहिले चाहिँ हामी आइपी पार्कबाट पनि खेल्ने कुरा सब खेलिसकेर अहिले चाहिँ हामी आइपी पार्कलाई छुटकारा लिइसक्यौँ होइन। अब हामी चाहिँ घर जाने हो। घरमा गएर हामी घरतिर जाँदैछौँ होइन। देख्न सक्नुहुन्छ झन्डै लड्दै त हो। भ्ल्यात्तै लडेर त भ्ल्यात्तै लडेर त। अहिले चाहिँ म बाटोतिर हिँड्दैछु होइन। बाटोमा चाहिँ पुरै बाटो हिलो रहेछ क्या। झन्डै चिप्लेर गाडीले यति भइदियो। अहिले चाहिँ म हिँड्दैछु बाटोतिर होइन। देख्न सक्नुहुनेछ। अब चाहिँ हामी घरतर्फ लाग्दैछ होइन। अब हाम्रो चाहिँ घर नजिकै हो नि त। अनि हाम्रो घर चाहिँ उहाँ भएर हामी चाहिँ नजिकै भाइ र भाइ बहिनीहरू चाहिँ अगाडि पुगिसकेको छ नि त। त्यस कारणले चाहिँ म चाहिँ छिटो हिँडेर तिनीहरूसँग पुग्नुपर्ने हुन्छ। किनकि तिनीहरू घरमा छिटो पुगिसक्छ अनि मम्मीले मलाई कराउँछ नि त। त्यही भएर म चाहिँ तिनीहरू भटाउ जाँदैछु। सिडीमा छिटो झर्दैछु। अहिले चाहिँ म हिँड्दैछु। तिनीहरू उहाँ पर पुगिसकेको होला होइन। अहिले चाहिँ तिनीहरूलाई भेट्नेवाला छु। यिनीहरू चाहिँ भर्खर यहाँसम्म पुग्दै रहेछ क्या। मैले दोकानमा मेरो काम थियो नि त। अनि त्यहाँनिर निस्केको। यिनीहरू चाहिँ भर्खर यहाँ पुग्दो रहेछ। यिनीहरू बसिरहेको रहेछ होइन। यिनीहरू चाहिँ हिँडिरहेछ। यहाँनिर रहेछ। अब यहाँदेखि ओह्रालो कति लामो छ क्या। यहाँको सिडी चाहिँ कति लामो छ क्या। अब झर्नुलाई 5 मिनट लाग्छ मलाई। च्याफुन्दे यसले चाहिँ च्याफुन्दे भन्दैछ क्या। च्याफुन्देहरूको चाहिँ च्याफुन्दे बिसारी हिँड्यो है। च्याफुन्देहरू लडेर लाने। अघि चाहिँ मैले आइपी पार्कमा एउटा केटी दिएको थिएन। तर त्यो केटीलाई चाहिँ मैले होइन देख्दै घिनाउन टाइपको देखेँ। तर किनकि होइन त्यो केटी राम्री थिए। तर मैले त्यो केटीले मलाई हेरिरहेको थिएँ। तर मैले त्यसलाई भाव दिइनँ। किनभने किनकि खतरनाक एउटा सेलिब्रेटी त भन्दिनँ। म मान्छे नै हो। अहिले चाहिँ हामी घरतिर जाँदैछ होइन। झन्डै लड्दै यार सिडीबाट। यहाँ चाहिँ सिडी झर्नुपर्छ नि त। ओह्रालो छ अनि अलिकति यहाँ हिँड्न चाहिँ अलिक होसियारले हिँड्नुपर्छ होइन। एक्सपिरियन्स हुने मान्छेले त आँखा बन्द गरेर पनि हिँड्न सक्छ होइन। तर मेरो चाहिँ किनकि एक्सपिरियन्स छैन नि त। त्यही भएर म चाहिँ होइन होसियारले हिँड्नुपर्छ। मोबाइलमा जति बेला आँखा लाएर हेर्न पाउँदिनँ नि त।
अब चाहिँ हामी जाँदैछ होइन दुख्दैन छ यहाँनिर दुख्दैन छ कि छैन यो भाइलाई चाहिँ भाइको नाम के हो वाट इज युवर नेम यो भाइ चाहिँ लजाइसकेन किनकि हामी हेर्दै डाकु जस्तो देखेर यो भाइ चाहिँ लजाएर भागिसकेन हामीले यस्तो सानो सानो नानीहरूलाई बोलाइँदैन नि त किनकि यता सिक्किमहरूकोतिरको साइडको बच्चा बच्ची चाहिँ होइन अब ठुलो दाजुहरूले बोलाउँदा नि अब डरले भागिदिन्छ नि त त्यही भएर नि उनीहरूलाई चाहिँ बोलाउनु नपर्ने हुन्छ हामीले सो अहिले चाहिँ म घर पनि आइपुग्न आँटिसकेँ भन्दा पनि आइसकिसकेँ होइन आइसकेँ भिडियोलाई धेरै राम्ररी स्किप नगरीसँग हेर्नुहोला भिडियो मन पराउनुहोस् एन्डिङसम्म हेर्नुहोस् अनि लाइक कमेन्ट सेयर गरिदिनु होला सो अहिले चाहिँ म घर पनि ट्याक्राक्कै आइसकेँ होइन आउँदा चाहिँ हाम्रो भाइहरू आएको रहेछ क्या हाम्रो भाइहरू क्या जस्टिन भाइ चाहिँ हाम्रो अगाडि रहेछ होइन हाम्रो घर चाहिँ होइन ठ्याक्कै म चाहिँ घर ट्याक्कै आइसकेन फाइनली घर आइपुगिसकेँ होइन बाहिर आएको रहेछ सो अहिले चाहिँ म फाइनली घर पनि आइसकेन अब मैले चाहिँ घरमा आएर चाहिँ अब हल्का फुल्का काम गरेर चाहिँ त्यस पछाडि खाजा खानुपर्ने हुन्छ होइन अनि त्यस पछाडि मैले चाहिँ कोठी गएर चाहिँ होइन 1-2 जर्किन पानी लिएर राख्नुपर्ने हुन्छ सो आजको भ्लग चाहिँ यहीँनिर इन्ड सब्सक्राइब गरिदिनु होला सक्दो सपोर्ट गर्नु होला होइन म चाहिँ यही भन्न चाहन्छु तपाईँहरूलाई धेरै धन्यवाद पनि दिन चाहन्छु